जनता पठाइदेऊ। मेरो स्वर्ग जस्तो देशमा माता महाकाली पठाइदेऊ। असुरहरूले राज गरे पशुपतिनाथको भूमि हो भनी बताइदेऊ। शान्तिका दूत गौतम बुद्धको भूमिमा वीरभद्रहरू पठाइदेऊ। नरपिशाचले ताण्डव मचाए यो तपभूमि हो भनी बताइदेऊ। स्विजरल्यान्ड होइन नेपाललाई नेपाल जस्तै बनाउने राजा महेन्द्रहरू पठाइदेऊ। देशलाई टुक्रा टुक्रा पारी बाँडी खानेहरूलाई बलभद्र कुँवरको भूमि हो भनी बताइदेऊ। देश बिरामी भयो अब डाक्टर सन्दुक रोहितहरू पठाइदेऊ। देश बिरामी भयो अब डाक्टर सन्दुक रोहितहरू पठाइदेऊ। यासा गुम्बा शिलाजीत फल्ने भूमि हो भनी बताइदेऊ। औँसीको रातमा दियो जस्तो बल्ने कुलमानहरू पठाइदेऊ। हैँसुको रातमा दियो जस्तो बल्ने कुलमानहरू पठाइदेऊ। जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किने भूमि हो भनी बताइदेऊ। देश डुब्नै लाग्यो अब भीमसेन थापा जस्ता माझीहरू पठाइदेऊ। कोशी कर्णाली गण्डकी जस्ता नदीहरूको भूमि हो भनी बताइदेऊ। न्याय मर्नै आँट्यो मेरो देशमा अब रामशाहहरू पठाइदेऊ। स्वयम्भूका दुईटा आँखाले न्याय र अन्याय छुट्याउने भूमि हो भनी बताइदेऊ। अब फेरि यो देशको स्वरूप कोर्ने बेला भएको छ। कलाकार अर्निकोहरू पठाइदेऊ। सिनो खाने कुकुरको होइन बाघको भूमि हो भनी बताइदेऊ। मातृभूमिले रोइ रोइ बोलाइरहेकी छिन् अब माता सीताहरू पठाइदेऊ। राजा जनकहरू पठाइदेऊ। समाजसेवी शङ्खधर साक्यहरू पठाइदेऊ। पासाङ लामु जस्ता छोरीहरू पठाइदेऊ। अंशु वर्माको जस्तो शासनकाल पठाइदेऊ। यो देश डुब्नै लाग्यो बालेन हर्क जस्ता विदेशका युवाहरू पठाइदेऊ। यो देश डुब्नै लाग्यो अब बालेन हर्क जस्ता विदेशका युवाहरू पठाइदेऊ। बिन्ती छ हे भगवान मेरो देशमा कार्यकर्ता होइन जनता पठाइदेऊ।